हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। तपाईँहरूलाई चाहिँ म आज लिएर जाँदैछु जापानको पुरानो घरहरूमा है त। घर हेर्न लाँदैछु म तपाईँहरूलाई। ठ्याक्क हामी चाहिँ मेरो यहाँ बहिनी छिन् अनि मेरी माइली छिन् यतापट्टि होइन, यतापट्टि मेरी माइली छिन्, यतापट्टि मेरी बहिनी छिन् अनि हामी चाहिँ जाँदैछौँ जापानको पुरानो घर हेर्नको लागि। तपाईँहरू भिडियो लास्टसम्म हेर्नु होला, म पुरै तपाईँहरूलाई देखाउने छु है त। लगाऊ त आयो आयो ल गाइज, हामी चाहिँ यहाँ आइपुगिसकेका छौँ। अब माथि गएर हामी चाहिँ पुरानो घरहरू हेर्नेछौँ। तपाईँहरूलाई मैले सबै देखाउँछु है त। पुरानो घर यहाँबाट, यहाँ गेट छ होइन, पुरानो घर जाने गेट हो यो चाहिँ होइन। राम्रो घरहरू म देखाउँदैछु तपाईँहरूलाई, जापानको पुरानो घरहरू देखाउँदैछु होइन। हेर्नु नभुल्नु होला, म यस्तो राम्रो राम्रो ठाउँ लिएर जान्छु तपाईँहरूलाई। भिडियो लास्टसम्म हेर्नु है त गाइज, सबै भिडियो नछुटा हेर्नु होला है त। ल औ गाइज, यस्तो रहेछ है त। ठ्याक्क अब छेउछेउ पुगिसकेँ है त, म छेउछेउ पुगिसकेँ। टिकट काट्नुपर्ने छ है, एकजना टिकट। ल टिकट है त। अब हामी घुम्न जाने हौ। ल लागौँ हामी आफ्नो लोकेसनतिर। इरिगु चाहिँ नभेटाएर यहाँ भौतरी रहेछौँ होइन। यो नेपालको जस्तै आएर हुँदो रहेछ, रुख काट्ने आएर यो बन्छ। गाइज, यो ठेकी टोलो मेरो यहाँ रहेछ है त। ल जापानको ठेकीहरू यस्तो रहेछ यार। नेपाल सेम नेपालको है। पहिला त यस्तो घरहरू यहाँ अम्बो एउटै क्या, नेपालको सेम हो नि त। अहिले पो विकास भएर ल यहाँ उख्ली होला यो उखल। के हो र यो? यसरी पकाउनु छ पहिला आगोकै अगेनहरु अगेन यस्तो रहेछ यहाँ। यहाँ हेर त के हो? तरबार तरबार होइन, तरबार मेरो जस्तो जुङ्गा रहेछ गाइस यहाँनिर। यो चाहिँ त्यो क्या उसको लौकालाई अनि खोक्लो बनाएर अनि यो चाहिँ पानी जाड खाने उरे यो पानी पहिलाको है यस्तो रहेछ। भगवानहरू है यहाँ चाहिँ। ल गाइस, अम्बो क्या सजाएर राखेको है, मस्त राम्रो बनाएर। गाइस, यो चाहिँ मिल रहेछ है। यहाँ मिल धान कुट्ने मकैहरू पिस्ने मेल होला यो। फेरि के हो थाहा छैन। गहुँ पिस्ने उहाँमा त्यस्तो छ है। के हो मलाई थाहा छैन गाइस, तपाईँहरूलाई थाहा छैन भन्नु, कमेन्ट गर्नु है त गाइस। के हो यो? अनि अब घरभित्र छिर्दाखेरि त अब तपाईँले खोल्नु परेको। गाई दोहे जस्तो छ। के हो यो? गाई दुहुन लागेको होइन रहेछ यार। यो त भारी बोकाउन लागेको जस्तो छ। गाइज होइन, अगेन है त यो चाहिँ। अगेनामा आज के गर्छ? अगेनामा ए बाजे त झाँक्री हुनुहुँदो रहेछ कि के हो यार? फुक्ने झाँक्री ठाउँ। ल पूजा गर्ने ठाउँ रहेछ यहाँ ट्याक्कसँग। खरानी होला है। तर यहाँ खरानी पूजा गर्दा छ नि है, बस्ने होइन। अनि त्यस पछाडि पकाएर खाने ठाउँ रहेछ क्या यहाँनिर। ए अघि वरिपरि बस्ने खाने पकाउने। अनि यहाँ चक्कु छुराहरू काट्ने, चक्कु छुराहरू यता होइन यस्तो। ल बाजे बजाइहरू छन् यतापट्टि हुँदो रहेछ, बाजे बजाइहरू। बच्चालाई हाल्ने कुकुरो यो लुकाउने ठाउँ होला बाजे बजाएको। दराज ऱ्याग यहाँ चाहिँ भर्याङ। यस्तो भर्याङ उता कपडाहरू हाल्ने यसरी राख्छ नि लुकाएर। कुम्लोटो बनाएर जानु। म देखाउँदै जान्छु त गाइस। गुन्द्री बनेको यो, यहाँ गुन्द्री बनेको।
यहाँ चाहिँ त्यो छानेको होला है पराल धान झाँटेको धान झाँटेको रहेछ यतापट्टि खै किचन हल यता त किचन हल ल यो डुँड होला है पानी खुवाउने डुँड रहेछ यहाँ यसरी अगेनाको वरिपरि बस्ने यसरी झाप्लो दाजुले त मरि हेरिरहेको रहेछ नि यहाँबाट होइन अगेनाको त ठुलो अगेना बनाउँदो रहेछ नि यस्तो हुँदो रहेछ गाइस अब हामी माथि पनि जान्छौँ होइन म देखाउँदै जान्छु तपाईँहरू हेर्दै जानु होला भिडियो मन पर्यो भने अवश्य पनि लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला है त गाइस अनि एक सब्सक्राइब पनि गरिदिनु होला है त है गाइस हजुरहरूले एकचोटि भिजिट गर्नै पर्छ होइन लोकेसन चाहिँ मलाई सम्पर्क गर्नुभयो भने म लोकेसन दिन्छु गिफ्ट एन्ड गेरोसी यस्तो राम्रो ठाउँ छ कि बब्बाल छ बब्बाल ल यार्सा गुम्बा यार्सा गुम्बा हो क्या यो यार्सा गुम्बा बेचेका नेपालमा एउटा 1 किलोलाई चाहिँ 6-7 लाख क्याटरपिलर हो यो क्याटर त्यो के भनेको थियो नेपालको याद दिलायो नि झ्याप्पै लाएर होइन यिनीहरूले पछि हालेको छ कि तर यो घर त पुरानै घर अनि पछि यिनीहरूले थपेको होला नि डेकोरेसन गरेको होला नि यता ल यता कालो आउँदो रहेछ क्या कस्तो चर्खा सर्खा भएको है यस्तो बबाल वाउ कति मजा है गाइस आम्मामामा हेर यस्तो मजाको छ आगोको रुखहरू चाहिँ होइन ऊ माथि चिप्लेर खेल्ने ठाउँ रहेछ फेरि चिप्लेर खेल्ने रे चिप्लेर खेल्ने रे चिप्लेर खेल्ने ठाउँ यताबाट दुईवटा जोडी बसिरहन् कस्तो लास्टै रमाइलो ठाउँ रहेछ क्या खले छाएको घर एसी पनि यहाँ पहिला काठको रहेछ है पुरानो घरहरूमा एसी चाहिँ गाई पहिल्यैदेखिको रहेछ क्या फेरि जापानमा होइन पहिलादेखि पनि काठको एसी भए पनि एसी बनाएर राखेको टक्कसँगले त गाइस तपाईँहरूले देखिहाल्नुभयो होइन मलाई चाहिँ रमाइलो लागेको ठाउँ होइन तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला है त यहाँको भ्यू भर्याङ चाहिँ लास्टै अप्ठ्यारो रहेछ क्या हाम्रो गाउँको भन्दा लास्टै अप्ठ्यारो भर्याङ रहेछ बाहिर निस्किँदैछु यहाँबाट फेरि अब अर्को ठाउँ गएर देखाउँछु है त गाइस यस्तो गाइस कति राम्रो ठाउँ छ यार बब्बाल छैन भूतहरू हो बोक्सीहरू यस्तो रहेछ किच गर्नेहरू अनि त अघि हामीले उता हेरेर जस्तै तल पनि एउटै तल चाहिँ हराएकी थिइनँ है यताउता माया खै मेरो हराएर भर्खरै भेटेको मैले हराएर है कहाँ जान्छन् एक्लै हिँड्छन् ल ल ल 2 शब्द भन मायाका 2 शब्द जाऊ न त ल लाइक कमेन्ट शेयर सब्सक्राइब गाइस ओके हामी यस्तो राम्रो भिडियोहरू लिएर आउँछौँ होइन अनि आज चाहिँ हामी यो गिफ्ट कुकिङको गेरोसीमा रहेको होइन हाम्रो पुराना घरहरूदेखि लिएर विभिन्न सामानहरू राखेको ठाउँमा चाहिँ हामी हेर्न आएको है सायद नेपालमा पनि अझै पनि युज गरेर आएको छन् यी फर लङ टाइम यसरी आफ्नै आफू बस्ने ठाउँ नजिकै नै रहेर यसरी हेर्न पाउँदा एकदमै खुसी लागेको छ रमाइलो लागेको छ अनि हामी दुईजना जोडी अनि हाम्रो भेनाको साली पनि तीनजना ल यहाँ सालीका 2 शब्द जाऊ न त सालीका 2 शब्द अब 2 शब्द के छैन सबैले लाइक सब्सक्राइब अनि धेरै धेरै माया दिनु होला
अनि अरू चिप्लेट खेल्ने है यो चाहिँ गाई ल चिप्लेट खेल्ने खजाना हाम्रो खै देखाइदेऊ तिम्रो पनि चिप्लेट खेल्ने तिमी चिप्लेट खेल्ने अनि तिमीले डर गरे होइन के हो यसमा चिप्लेट खेल्ने रे यत्रो माथि यो कालुङ्गा माथि कहाँ हो चिप्लेट खेल्ने ठाउँ यस्तो माथि चाहिँ हिँड्दै हिँड्दै गइरहेको छु म होइन कहाँ माथि हो थाहा नै छैन यार यत्तिका यति माथि चिप्लेट खेल्न 100 रुपियाँ यहाँबाट हामीले हालेर जाँदैछौँ है त तिम्रो खोलेर जाऊ त्यो माइले हाल्दैछ नि यहाँबाट पैसा 100 रुपियाँ हाल्यो घुमाउ न अनि ट्याक्क 100 रुपियाँ हाल्ने होइन ठ्याक्क यो खुल्छ भाइ ओइ त्यो बन्द भयो भने म जानै भयो यस्तो हुन्छ होइन ओ हिँड न हिँड क्या ठोकिन्छ ओ हिँड न हिँड क्या ओ यो लडी लडी यो त यस्तो मजा आउने सुइङ आएको बादी है म पनि जान लाग्दैछु यहाँ टक्क लाएर बस्ने होइन यसरी बस्ने म अब यहाँ कहाँ जान्छु थाहा छैन कि कम त बोलेन यार ए चकटी खोइ त चकटी हरायो गाइस कति राम्रो खोला छ यार बाँध बाँधेर झर्ना जस्तै बनाएर राखेको छ ट्र्याक्टरसँगले खोला त यति राम्रो छ यार अनि के भन्नु अरू त पुरै छोडिदिउँ न गाइस ल आयो आयो ल हामी चाहिँ घुमेर आएर ट्र्याक्टरसँगले अब खाजा खान लागेको छौँ होइन 15-16 जोडी दिँदा 89 मात्रै दिएर पठाउँछु हामी चाहिँ घुमेर आएर यहाँ खाना थाल्दैछौँ है त हामी पिज्जा खाइन्छ हामीले यता पिज्जा यता चिकन चिल्ली यता साली यता बेबी ल गाइज होइन हामीले चाहिँ अब नेपाली रेस्टुरेन्टबाट खाजा साजा खाएर पनि निस्किसक्यौँ उहाँ अब म्याडमजीले गाडी चलाउँदै हुनुहुन्छ मेरी बहिनी पछाडि छिन् अनि टक्कसँगले सबै हामीले खिची अब सबै भ्याइसक्यौँ घुमेर पनि खाजा नि खाइसक्यौँ अब रुम जाँदैछौँ होइन आजलाई यति नै माया गरिदिनु होला म नेक्स्ट भिडियो पनि रमाइलो भिडियो रमाइलो ठाउँमा गएर खिचेर तपाईँहरूलाई देखाउने छु भन्दै आजलाई यति नै बाई बाई